त्यो प्रश्न अहिले सोध्छु होला। सभामुखलाई जुन तहबाट विश्वास गर्नु पर्थ्यो र सभामुखलाई जुन तहबाट सहयोग गर्नु पर्थ्यो त्यो चाहिँ विपक्षी बेन्चबाट भइरहेछ। मैले त के सुनिरहेको छु, सभामुख राजीनामा दे, ल सभामुखले राजीनामा दिनुभयो, फेरि त राष्ट्रिय स्वतन्त्र पार्टीबाटै आउँछ होला नि, किनभने 183 त उहाँहरूसँग छ। आजको दिनमा सभामुख या प्रधानमन्त्रीको राजीनामा माग्ने बेला भाषा र होइन। हामीले उहाँलाई बहुत सहयोग गरेको। हामीले के भनेको भने तपाईँले सबलाई काम गर्दाखेरि राजनीति पार्टीहरूसँग सल्लाह गर्नु, छलफल गर्नुहोस्, छलफल गरेपछि एउटा निकास निस्किन्छ, त्यसपछि एमपीहरूसँग गर्नुहोस्, अनि सहज ढङ्गले सदनलाई अगाडि बढाउँ र सबै मुलुकका के समस्या छन्, जनताका थुप्रै समस्या नि त, ती समस्यालाई हल गर्दै जाउँ भनेर हामीले बारम्बार निवेदन गरेको, आग्रह गरेको, त्यति मात्र नभएर अपिल पनि गरेको नि त। त्यो त घाम झैँ छर्लङ्गै छ त, गरिरहेछौँ त हामीले। गरिरहेको कारणबाटै अर्थमन्त्रीजीले सुन्न, अर्थमन्त्रीले यस्तो भन्नुभयो कि हामीलाई तिमीहरू केही जान्दैनौ केटा हो, त्यो त हामीलाई पनि भन्नुभएको छ, केही जान्दैन एक्सेल चलाउन आउँछ भनेर। अनि हामीले भन्यौँ ठिकै छ, नजाने पनि त मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताले हामीले सदन त चलाउनुपर्छ भन्ने त मान्यता राख्यौँ नि। त्यो मान्यता राखेर हामीले सभामुखलाई त सम्मान गरेकै हो, तर उहाँले पनि दो बाटोमा उभिने होइन नि, ठिक बाटोमा हिँड्न सक्नु पऱ्यो। यता जाने कि उता जाने, खालि यतै कुद्ने त गर्नु भएन, उहाँले ठिक ढङ्गले हामीले भनेको सभामुख। एउटा हाम्रो गाउँघरतिर हलपाटे भन्ने हुन्छ, त्यस्तै भयो उहाँको व्यवहार। त्यसो नगर्नु। दुईटा प्रश्न सोध्छु खगेनजी।